यो कुरा बुझ्नु। एमाले त सक्यो, त्यसले गर्दाखेरि अब देश बचाउने जिम्मा पश्चिमाहरूको अखडा हुन दिनबाट। हेर्नुहोस्, अब म तपाईँलाई भन्छु, इनु संसारी कसको मान्छे हो? अमेरिकाको होइन। बङ्गलादेशमा लडाइँ गरेर इनु संसारी ल्याउने बित्तिकै सँगसँगै अमेरिकन सेना आयो होइन? आयो कि आएन भन न हो साथी हो तिमीहरू? पत्रकार तिमीहरूलाई थाहा छ होइन? अब लिबियामा लखेटेर के गर्यो कर्णल गद्दाफीलाई? आज देश ध्वस्त भयो, केही भएन। आज लिबियाका जनताले कर्णेल गद्दाफी खोज्दैछ। इराकमा सद्दाम हुसेनलाई मारेर के गर्यो? आज इराकका जनताले सद्दाम हुसेनै सम्झिन थाले। यहाँबाट राजालाई खेदेको छ नि गद्दीमा, राजै सम्झिन थाले कि थालेन? त्यसले गर्दा मैले राजाको विषयमा धेर भन्नु पर्दैन हो। त्यसले गर्दाखेरि तपाईँलाई एउटा कुरो के भन्छु भने, आज युवा जति जम्मै पलायन बनाउने, विदेशीको गुलाम बनाउने, अनि यहाँ अमेरिकन सेना झार्ने, अनि भारतलाई चारैतिरबाट घेरेर भारतलाई अस्थिर राजनीतिकमा लाने खेल नेपालबाट सुरु भएको छ। यो कोही बोल्दैन, डराउँछ।